इलामको सबैभन्दा महँगो कोसेली नै भनेको छुर्पी हो। अनि देख्न सक्नुहुन्छ मेरो हातमा चाहिँ यति राम्रो क्वालिटीको छुर्पी छ। अनि यो छुर्पीको बारेमा चाहिँ आज म हजुरहरूलाई पुरा डिटेल सेयर गर्न गइरहेको छु। धेरैजनाले मलाई कमेन्ट गरे पनि सोधिरहनु भएको थियो कि छुर्पी कसरी बनिन्छ, छुर्पी कहाँ पाइन्छ, छुर्पी हामीलाई के डेलिभरी घरसम्म पाइन्छ कि पाइँदैन भनेर धेरैजनाले मलाई कमेन्ट गरेर त्यो भएको कारणले चाहिँ यो भिडियो चाहिँ स्पेसल हजुरहरूको लागि हो। अब हेर्नु होला है त। सबैभन्दा पहिला चाहिँ बिहान गाउँको वरिपरिबाट चाहिँ दुधलाई जम्मा गरेर चाहिँ मिसिनमा हालिँदो रहेछ। 20% क्रिमलाई सेपरेट गरेर अनि 20% भएकोलाई चाहिँ सिधा गरम गरेर चाहिँ त्यसमा दुधलाई फटाउने कार्यक्रम हुँदो रहेछ। फटाएपछि चाहिँ एकदम त्यो हुन्छ नि पनिर जस्तो सेपरेट भइजाँदो रहेछ। अनि त्यसपछि जुन फाटिसकेको पनिरलाई चाहिँ छेना भन्दो रहेछ त्यसलाई एकचोटि धोएर फेरि गरम पानीमा रिबोइलिङ गरेर फेरि मजाले ब्लेन्डिङ गरेर चाहिँ अनि यस्तो काठको फ्रेममा लगाएर चाहिँ जुन छुर्पीको सेप दिइँदो रहेछ। जुन सुनपाटको बोरा जस्तो चिजलाई चाहिँ युज गरेर त्यसमा पानी अटोमेटिकली फिल्टर भएर जान्छ। अनि मजाले जुन हाइड्रोलिकले चाहिँ जुन 12 टनको हुँदो रहेछ त्यसले 12 टनकोले चाहिँ कम्प्रेस गरेर मजाले चेप्टाइने। अनि यहाँ चाहिँ म्याक्सिमम 17-18 घन्टा राख्नु पर्दो रहेछ। माथि दिप्रुङहरू छ नि, हजुर दिप्रुङहरू झमै राम्रो क्या। आमा कस्तो हार्ड हुँदो रहेछ है। देख्न सक्नुहुन्छ अहिले चाहिँ एकदम ताजा घिउ निस्किसकेको छ। लगभग 15-20 मिनटभन्दा पनि उँभो त्यो मिसिन चलाएर देख्न सक्नुहुन्छ घिउको लुक चाहिँ कति दामी देख्दो रहेछ हो, पहेँलो। अनि यो चाहिँ क्रिम हो जुन यसमा चाहिँ 80% क्रिम। अब यो क्रिममा पनि जुन मिक्सी जस्तो ठुलो मिसिन चलेर चाहिँ सेम यस्तै घिउ निस्किने हो, देख्न सक्नुहुन्छ। वाउ, मही र घिउ है। यसको मही पनि खान सकिन्छ होला होइन अङ्कल? मजाले अनि देख्न सक्नुहुन्छ एकदम सफा। वाउ, इलामको महँगो कोसेली कसरी बनिन्छ भनेर पनि त्यो हामीले देख्यौँ। अनि यो घिउ कसरी बनिन्छ, क्रिमलाई कठा गरेर ब्लेन्डिङ गरेर प्रपर घिउ बनिन्छ त्यो पनि देख्यौँ हामीले। अनि यहाँ देख्न सक्नुहुन्छ 1 केजीको प्याकेज रेडी भइसकेको छ। अब यो मार्केटमा जानको लागि, यो बेच्नको लागि पर्फेक्ट भइसकेको छ। अनि यो किन्नको लागि चाहिँ हजुरहरू यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। यहाँ नम्बर दिएको छु, यदि कमेन्टमा पनि मैले पिङ गर्छु त्यो डिटेल्सदेखि पनि गर्न सक्नुहुनेछ। अनि उक्त कुरा चाहिँ हामी हाम्रो अङ्कलदेखि, श्री अङ्कलदेखि नै सुन्नेछौँ, उहाँको स्ट्रगल अनि उहाँको ब्याकग्राउन्ड। यो जुन डेरी चलाउनको लागि कति ब्याकग्राउन्डमा स्ट्रगल पर्छ त्यसको बारेमा र अनि यो सुरुवात कहिले गर्नुभएको त्यसको बारेमा हामी केही कुरा अङ्कलदेखि सुन्नेछौँ। हजुरहरूलाई सबैलाई नमस्कार। हजुर, मेरो नाम रोशन राई। हजुर, म चाहिँ हाल चाहिँ अब अहिले डेरी एउटा सानो डेरी स्थापना गरेर अहिले सञ्चालन गरिरहेको छु। यो हाम्रो डेरी चाहिँ सूर्योदय नगरपालिका वार्ड नम्बर 11 इलाम जिल्लामा अवस्थित छ। हाल चाहिँ यो डेरी स्थापना गरेको 1 वर्ष मात्रै हुँदैछ। हजुर। अनि यसमा अब स्ट्रगलहरू भन्ने कुरो त अब गर्नु नै पर्ने हुन्छ। हरेक कुरा अब डेरी मात्र नभएर अब हरेक कुरा गर्नको लागि त अब स्ट्रगल त गर्नु परिहाल्छ। अब त्यसमा पनि अब यो डेरी सम्बन्धी चाहिँ अब डेरी सम्बन्धी सुरुवात गर्नको लागि चाहिँ अब फर्स्टमा भनेको अब डेरी कसरी गर्ने, कुन तरिकाले गर्ने भन्ने कुराहरू अब त्यो पहिलो कुरो त अब ट्रेनिङ लिनु नै पर्ने हुन्छ। अनि त्यसको लागि पनि मैले अरू डेरीमा गएर ट्रेनिङहरू लिएर अब सञ्चालन गर्न सुरु गरेको हो। हाल चाहिँ अब म मात्रै नभएर एकजना अब कामदार राखेर मैले सुरु गरिरहेको छु, कामहरू गराइरहेको छु। जे होस् अब अहिलेसम्म अब ठिकै छ, राम्रै छ। अब स्ट्रगल गर्दै गइरहेको छु। अब अहिलेसम्म अब स्ट्रगल गरे अनुसारको ठिकै भइरहेछ। अब आउने दिनहरूमा चाहिँ कस्तो लेभलमा तपाईँलाई को चाहिँ जस्तै हुन्छ नि, अब यो मैले यो
अहिले छुर्पी र घिउहरू गरिरहेको छु। यसलाई चाहिँ कुन चाहिँ लेभलमा मार्केटमा चाहिँ लाने तपाईँको भिजन छ? जस्तै अब प्याकेजिङ गरेर कस्टमर टु कस्टमर भन्ने एउटा हुन्छ नि, जस्तै अब यहाँ हामीले प्याक गऱ्यो पर्फेक्ट बनाएर एकैचोटि। अहिले त अब तपाईँको सामान चाहिँ प्रायः जस्तो भनेको दोकानमा गएर दोकान पछि भनेको कस्टमरलाई जाने हो। हजुर, त्यही भएर अब अझ डेरीदेखि नै डाइरेक्ट कस्टमरलाई बेच्न पाएँ भन्ने एउटा बेटर अप्सन पनि हुनसक्छ। त्यस्तो योजना कस्तो सोच्नु भएको छ? त्यो पनि अब सोच चाहिँ राखेको छु। अब अहिलेसम्म चाहिँ अब डाइरेक्ट कस्टमरसम्म मैले अब सामानहरू पुर्याउन सकेको छैन। हजुर, अब यदि अब डाइरेक्ट अब मैले कस्टमरहरूलाई नै डाइरेक्ट सामानहरू उपलब्ध गराउन सकेँ भनेदेखि अब मलाई पनि केही हदसम्म नाफा राम्रै हुन्थ्यो र कस्टमरहरूलाई पनि अलिकति बजारमा भन्दा मार्केटमा भन्दा पनि अलिकति लो बजेटमै उहाँहरूले सामानहरू पाउनुहुन्थ्यो। अब त्यसको लागि चाहिँ अब बिस्तारै अब अनलाइन मार्केटिङहरू, अब अहिले त डिजिटलको जमाना छ, अब अनलाइनबाट गर्ने योजना चाहिँ गरिरहेको छु, सोच गर्दैछु। अनि अहिले जस्तै फिलहालमा अब भिडियो हेरिरहनु भएको छ, हामी कुराकानी गरेको, यही मार्फतमा कसैले यदि अर्डर गर्न चाहनुहुन्छ भने उहाँले अर्डर गर्न सक्नुहुन्छ होइन? त्यसको लागि त होइन अङ्कल? हजुर, अब त्यसको लागि चाहिँ अनलाइन अर्डर गर्नु होला। अब मेरो नम्बर उहाँले राखिदिनुहुन्छ, यहाँ भिडियोमा राखिदिनु भएको छ। त्यसमा हजुरहरूले अब कसैले अब चाहेछ भनेदेखि हजुरहरूले मलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अब कन्ट्याक्ट गरेर अब अनलाइन अर्डर गर्नु होला। अनि त्यसमा अब अहिले कुरियर सिस्टम छँदैछ। कुरियरले अब हजुरहरूलाई अब हजुरहरूको ठाउँसम्म कुरियर गरिदिने जिम्मा लिएर हजुरहरूलाई डाइरेक्ट म यहाँबाट उपलब्ध गराउन सक्नेछु। अनि जस्तै अब एकछिनको लागि अब कतिसम्म चाहिँ अर्डर गर्दाखेरि चाहिँ ठिक होला जस्तो लाग्छ अङ्कल? अहिलेको क्यापेसिटीमा तपाईँले सोच्नु भएको अब 1-2 किलोको त लगभग पोसिबल पनि हुँदैन, किनकि अब 1-2 किलोको भनेको त अब कोरियरको चार्ज पनि अलिकति लाग्न सक्छ होइन? त्यही अनुसारले अब मिनिमम चाहिँ अब थोरै अब 1-2 किलोको त अब कुरियर चार्ज हजुरहरूले नै पेमेन्ट गर्नुपर्ने हुन्छ। हजुरहरूलाई नै अब त्यो त घाटा हुन्छ। त्यही हो। त्यसको लागि हजुरहरूले मिनिमम पनि अब 5-6 केजी चाहिँ हजुरहरूले अर्डर गर्नु होला। त्यसो भने चाहिँ अब यसो घर परिवार अरू आफन्तजनहरूसँग मिलेर आराम चाहिँ गर्न भयो। यो एकदम बेस्ट आइडिया हो किन भने त एकदम परिवारहरूसँग यसो आफन्तजनहरूसँग मिल्ने अनि 5-6 किलो ठ्याक्क अर्डर गर्ने, यो एकदम बेस्ट आइडिया हो। अब ताजा छुर्पी र घिउ चाहिँ कोसेलीमा लाने चाहिँ हजुरहरूको पालो हो। कन्ट्याक्ट गर्न नबिर्सिनु होला खाइचुङ कृषि फर्ममा। अनि कन्ट्याक्ट नम्बर पनि मैले कमेन्टमा पिन गरिदिएको छु। यदि यहाँ पनि नम्बर मैले अहिले पनि मेन्सन गरेँ, यो नम्बरमा गर्न सक्नुहुनेछ। यदि इलाम साइट आउनुहुँदैछ त वेलकम, अलवेज भिजिट गर्न नबिर्सिनु। आजको लागि यति नै।